हेलो गाइज, हेलो हेलो सबैजनालाई नमस्कार। हजुर नमस्कार है त। देख्न सक्नुहुन्छ एक कटरको बुट्टाको बगलमा तराले भरि खाइसक्यो कटर। म चाहिँ लाग्दैछु। के छ हजुर खबरहरू? पक्का पनि आरामै हुनुहुन्छ होला। म चाहिँ ठिकै छु हजुर, ठिकै छु। आजको मौसम चाहिँ एकदम बवाल छ हजुर, बवाल तरिकाले क्लियर, एकदम क्लियर। हिजो अस्ति यस्तो थियो नि त, बादल लागेको, पानी परेर हैरान थियो हजुर। साँझ साँझ मौसम खराब थियो। आजको मौसम चाहिँ बवाल छ हजुर, हेर्न सक्नुहुन्छ। आजको मौसम बवाल छ हजुर। के छ खबर, कहाँदेखि हुनुहुन्छ हजुर? यसो कमेन्ट लाइकहरू गर्दै गर्नु होला, माया चाहिँ नमान्नु होला भन्दै हजुरको माझ फेरि पनि एउटा नयाँ भिडियो लिएर आएको छु है त हजुर। हेलो, कता हो? कता? म आउनेछु यार। आजको दिनको सुरुवात जारी नै छ हजुर। यहाँ चाहिँ माथि मस्तसँग यो के भन्छ यार, फल्याएको छ। रुक्नु के, सँगै जाउँला। पुरा जङ्गलै जङ्गल हो कि, पुरा जङ्गलै जङ्गल, जङ्गलै जङ्गलको बिचमा म छु हजुर आज। क्या दामी देखाएको छ जङ्गलहरू, हरियाली। कतिर हो, कतिर भर्खर आउँदै हो कि? ए हजुर, आजको सिनहरू बिहानको मौसम चाहिँ गजबी छ। ओ त्यहाँ पारि छ कि यार, के भन्छ नामै नाम्न। यहाँ त फल छ, मस्तसँग पाकेको छ। कता हो बिहान बिहान बिजी? जाने पल्लो गार्डन? जाम यता त, यहाँ बाटो बन्छ यार। के छ हो हजुर हालीचाली? मेरो त यस्तै छ हजुर हालीचाली बिहानको चाहिँ। दिउँसो के हुने थाहा छैन। बिहानको सुरुवात यस्तै छ हजुर। हजुर के कस्तो हुनुहुन्छ, के कस्तो अवस्थामा हुनुहुन्छ, कहाँदेखि हेर्दै हुन्छ हजुर मेरो भिडियो? यसो कमेन्ट बक्समा लेख्दै जानु होला। यो घरमा कुकुर पालेको छ कि फेरि? ए न, चुप चुप, सिट। कुकुर पनि तोक्ला भन्ने चाहिँ गर्छ यार, बाधा बाधा। यस्तै छ हजुर खबरहरू। हजुर के छ? ए हजुर, मान्छेहरू वकमा हिँड्दैछन् बिहान बिहान। हामी पनि जानेछौँ वकिङमा। पारि फुल चाहिँ दामी फुलेको छ। के को रुख रहेछ यार, पात चाहिँ लामा लामा छ। आउनु क्या छिटो। आजको मौसम बवाल छ हजुर। त्यतातिर के छ हजुरतिर?
यतातिर भनेपछि आकाशमा एउटा बादल पनि छैन, एकदम क्लियर क्लियरै छ मस्तसँग। घाम पनि मजाले लागेको छ हजुर। यस्तै छ हजुर, जिन्दगानी यस्तै छ। यहाँ चाहिँ फुल चाहिँ मस्तसँग फुलेको छ। म तपाईँले देखाउने कोसिस गरेको छु है हजुर। हेर्न सक्नुहुन्छ माथितिर फुल चाहिँ दामी फुलेको छ। ओके हजुर, आजले यति नै, बाई बाई। फेरि पनि अर्को नेक्स्ट भिडियोमा हजुरको माझ आउने नै छु पक्कै पनि। जब तक स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस् है त हजुर। ओके, बाई 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 सबैजनालाई।